हेलो एभ्रिवान, सबैजनालाई गुड मर्निङ अनि नमस्ते छ। आज चाहिँ गार्डन बनाउँदैछु। के कस्तो राम्रो हुन्छ कृपया लाइक कमेन्ट एन्ड सेयर गरिदिनुहोस् होला। इटा चाहिँ सबै निकालिसक्यो। यो माटो फ्याँक्न छ। इटा सबै निकालिसक्यो। यो गिटी छान्नु पर्ने छ। ल है यता चाहिँ माटो फ्याँकिसक्यो यताको। अब यता अलिकति बाँकी छ। माटो चाहिँ सबै फ्याँकिसक्यौँ है। अब इट्टा लाउनु, प्लास्टिक लाएर इट्टा लाउनु बाँकी छ। दिस वान के खाइरहेछ चराले। ल है प्लास्टिक चाहिँ लाइँदैछ है। अलमोस्ट सकिन आँट्यो प्लास्टिक लाएर। त्यस पछाडि इट्टा लाउनु पर्ने छ अनि चाहिँ रेडी हुँदैछ है, रेडी हुँदैछ। ल है वाल लाउनु चाहिँ सुरु हुँदैछ। प्लास्टिक ओछ्याएर लगभग आधी चाहिँ वाल लगाइसक्यो। यसरी सुत्तामा लाउनु पर्ने रहेछ। एकतिर चाहिँ लगाइसक्यो सरर। यतातिर लाउनु पर्ने छ। घाम पनि चर्किनु थाल्यो है। यता छिमेकीको घर, यता छिमेकीको घर छ। प्रोजेक्ट सिद्धिनु आँट्यो है। अब ल पुग्छ। यसमा माटो पुगेको छैन, माटो हाल्नु पर्ने छ। यो ट्रकमा लिएर जानु पर्यो माटो लिनुको लागि। यहाँ भरिहाल्नु पर्ने छ। यता पनि हाल्नु पर्ने छ। भरि आधी मात्र छ यसमा पनि। ल है अहिले चाहिँ हामीले फुल लगाइसक्यौँ। फुल लाएर पनि रोपिसक्यौँ। एकतिर चाहिँ फिनिस भएको छ। एकतिर फिनिस भयो। अब यता गर्नु बाँकी छ। अब यसको टर्न आएको छ, यसलाई गर्नु बाँकी छ। ल अहिले चाहिँ सबै फुलहरू रोपिसक्यौँ गार्डनमा। चट्ट रोपिसक्यो। अहिले चाहिँ फाइनल भयो। यता पनि फाइनल भयो। फाइनल भयो। चट्ट मिलाइयो। भिडियो के कस्तो लाग्यो कृपया लाइक कमेन्ट एन्ड सेयर गरिदिनुहोस् होला। यस्तै भिडियो हेर्नको लागि मेरो युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ। ओके बाई बाई। ल है गार्डन चाहिँ रेडी हुँदैछ है। अगाडिको गार्डन हो। चरा पनि यहाँ बसिरहेको छ। गदेउला खाँदो रहेछ यो चराले। मैले चाहिँ प्लास्टिक ओछ्याइसकेँ। लगभग हिजो र आज गएर आधी खनेर सक्यो। प्लास्टिक ओछ्याएर चाहिँ माटो हाल्नु बाँकी छ। प्लास्टिक ओछ्याउँदाखेरि चाहिँ जारहरू के नउम्रिँदो रहेछ नि त। त्यही भएर वाक्का बनाएर चाहिँ यसपालि चाहिँ प्लास्टिक ओछ्याएर गरेको। फुलहरू चाहिँ यही हो रोप्नुको लागि। सबै कलरको छ फुलहरू। यो चाहिँ रोप्नु पर्ने छ गार्डनमा। यहाँ कति आँट्छ रोप्ने हो। त्यस पछाडि यता पनि बनाउनु पर्ने छ। यता त छोटो छ, एकैछिनमा हुन्छ। यस्तो छ। यो मैले हिजो मल ल्याइराखेको। आपाले पनि आधी ल्यायो, मैले पनि 4 प्लास्टिक जति ल्याएँ। आपाले त्यस्तै 3-4 प्लास्टिक कति राख्यो। यही फुल रोप्नुको लागि हो है। यस्तो चर्को घाम लागिरहेछ। अनि टोपी ओढेको छ कि टोपीले शीतल बनाउँछ। यहाँ हेर्नुहोस् न गदेउला खोजेको छोराले। गदेउला निकै भेट्दो रहेछ नि त, खाइरहेको छ।
गदेब्ला भनेपछि हुरुकै हुँदो रहेछ नि त चरा। बिचरा कसले दियोस् र खानु, आफै खोजेर खानुपर्छ। मजाले खाइरहेछ, थुक्पा जतिकै खाइरहेछ। जस्तो चर्को घाममा काम गरेको झरेर कालो भइरहेछ। झन्डै यो टोपीले अलिअलि सेभ गर्छ। लामो बाउला छ लुगा चाहिँ, धेरै सेभ गर्छ पसिना आएर। लास्टै गर्मी भयो, कोक खाइदिनु पर्यो। टक्क कोक हालेर आइसमा कोक हालेर खानु पर्यो, शीतल हुन्छ। गर्मी पनि सानो छैन। ठिसै पिस्नु पुगेको कोक दामी हुन्छ। छिटो छिटो सकेर चाहिँ माछा मार्नु जाउँ भनेको बेलुका चाहिँ, त्यही भएर यस्तो चर्को घाममा छिटो छिटो गर्दैछु। बेलुका चाहिँ बेलुका भन्दा नि 3-4 बजी त हिँड्नुपर्छ माछा मार्नु। कति बज्यो अहिले? 2 बजेछ। लगभग 1 घन्टामा त सकिन्छ होला, 1 घन्टामा सकिन्छ होला। माटोहरू छेउछेउमा थुपारेको छ, छेउछेउमा गिटी छेउछेउमा यो रातो इँटाहरू यति चाहिँ लगाइसकेँ। सुता तानेर चाहिँ लाउनु पर्नेछ। टक्कको खानु पर्यो, त्यस पछाडि थाल्नु पर्यो। टक्क पो हुँदो रहेछ त यो। ल एकतिर चाहिँ वाल लाएर सकियो, सुता तानेर वाल लगाएको। ल अहिले चाहिँ भने चट्ट 2तिर सुता तानेर लाइयो, ट्याक्कैसँगले इँटा लाइयो। अब ठाउँ ठाउँमा फुल रोपेर यो प्लास्टिक अलिकति काटेर फुल रोपेर अनि माटो लाउनु पर्ने छ। हेर्दै गर्नु होला साथी हो। अलमोस्ट डन हुन आँटे। अब चाहिँ पुरा पसिना आएर यस्तो भइरहेछ। गर्मी छ नि हो पुरा, 90 डिग्री रहेछ नि, तर जे होस् हावा चाहिँ चलिरहेछ, एकदम शीतल छ। ल है फुल रोप्नुको लागि प्लास्टिक दुलो पारियो। 1 2 3 ठाउँ ठाउँमा दुलो पार्नुपर्छ। 4टा 5वटा 6वटा 7वटा 8वटा फुल रोप्नुपर्छ यसमा। यो पाइप चाहिँ किन राखेको हो भने यो पार्किङमा चाहिँ पानी पर्दाखेरि चाहिँ पुरा जामिन्छ क्या। जामेर चाहिँ टक्कै यो पाइप राखेर चाहिँ पानी यता अलिक ओह्रालो छ, यता लानुपर्ने छ, त्यही भएर राखेको। अब अलमोस्ट सकिनु आँट्यो, माटो मात्र हाल्नु बाँकी छ। अब फुल रोपेर माटो हाल्नुपर्ने छ। माटो अगाडि हाल्यो भने पुरिँदो रहेछ यो दुलो पारेको ठाउँ। यहाँ हाम्रो सर्भिसिङ गार्डनिङ बनाउँदैछ यसरी। यो हाल्नुहोस् अन्त यिनीहरू पुग्दैन माटो, अनि त्यो कालो माटो माथिदेखि हालिदिनु। पलाउँदैन होला यो गिटी माटो रहेछ। म चाहिँ माटै मात्रै होला भनेर पो त, पुग्दैन नभए त माटोले। यस्तो जराहरू छ होस् हुन्छ, माटोले नपुग्ने रहेछ नि। ट्रकमा खालि हुन्छ, हालिदिनु त्यही यही माटो। त्यो गिटी भएर पो त हरामी काम हुँदैछ। सधैँ टोपी लाएर बसेर
मर्छ होला हौ त्यो त मिलाएर हाल्देऊ अनि माथिदेखि उयो माटो हाल्देऊ न उयो कालो माटो अरू आयो भने होस् उखाल्छु त्यो ओसार्नु पनि कम त साह्रो पर्दैन त्यो झार्न आउनुको लागि त नि शान्ति भयो अब झार्न आउनुको लागि त माटै नहाल्ने पो त गिटी मात्रै हाल्ने हो सामान ल्याएर ए गमला पनि ल्याएको अझै यताको छ गर्नु हाम्रो बाहिर गार्डन यो पनि थोरै महँगो लाएर किनेर छ उसमा पनि परिहाल्यो भिडियो उयो हाल्नु नि हौ सन्चै फर्स्ट माटो च्यातिदिनु नि हौ कहाँ गर्नु भिडियो कुन कालो माटो हालिदिएछ मिलेको दिएको के गर्नु गाडीको चक्का कुदेर इट्टा यो काम चाहिँ कति उतारिको पनि इट्टा अहिले निकाल्ने कहिले यता बनाएपछि उता पनि बनाइहाल्नु नि झन् उता कम्ती छ यहाँ त आधी त छ धेर छैन नि त अनि फुल पनि रोपिहाल्नुपर्छ त्यो पनि सराई हुँदैछ गाइस अब टाइम लाग्यो चेरीको उयो थिएन जान्थे चेरी ब्लसम भन्ने होम डिपोमा ठुल्ठुलो रुख हेरेनौ गिटी हाल्नु नि गिटी त्यहाँ ए त्यो उयो दिदीहरूले गरेछ नि के अरे नाम तर उनीहरूले त उयसमै हालेको होइन डरलाई गाइसहरूलाई माटो चाहिन्छ भने यहाँ छ बल्ल माटो राम्रा फुलहरू ल्याएको छौँ हामीले यो टुलिप यो त खै के भएर हौ हुँदैन हौ हाम्रो त यहाँनिर यो पनि खै के भएर फुलै हुँदैन हौ हाम्रो गाडी यहाँ राखेको मैले अघि पानीको पाइप पनि जतासुकै छ अब यो पानी हाल्नु पर्यो यहाँ मैले फुलको बिउ छरेको थिएँ यस्तै छ हाम्रो त
हमारा परेसा बारी हमारे परेसा बारी है यार 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 यहाँको फुल बढेर मैले अर्को ल्याएको कतिवटा भइसक्यो माटो चाहिँ यही हो है माटो ल्याइ पुऱ्यायो यसमा लाउनु पर्ने छ त्यस पछाडि उनीहरू लाउनु पर्ने छ ल है फुल चाहिँ रोपिँदैछ है दुईटा रोपिसक्यो लस्करै रोप्नु बाँकी छ ल है माटो चाहिँ आधी सक्नु आँट्यो अझै यो फुलहरू रोप्नु पर्ने छ यो फुल रोपियो यता बाँकी छ 1 2 3 4 5 ठाउँ रोप्नु पर्ने छ वेदर पनि टु गुड छ हावा चलिरहेछ चाहिँ सबै माटो लाएर फुल माटो लाइयो माटो फुल लाएर चाहिँ एकदम यो फिनिसिङ चाहिँ यस्तो आयो यताको फिनिसिङ गरियो हिजो अलिअलि ढलाइ गरियो छेउछेउमा यस्तो बनाइयो है ल है सामानहरू पनि सबै थन्काइयो धुइओरी गार्डन चाहिँ अलमोस्ट डन भयो फुलीहरू चाहिँ विभिन्न किसिमको रोपेको छु यहाँ यता पनि सक्यो यता चाहिँ हिजै सकिएको हिजो बेलुका यता सकियो यता रेडी भयो भिडियो के कस्तो लाग्यो मन पर्यो भने लाइक कमेन्ट एन्ड सेयर गरिदिनुहोस् होला